वृन्द सम्पूर्णमा नमस्कार। आज एउटा दुःखद खबर सम्प्रेषण गर्न गइरहेको छु। गुरुबाकोट नगरपालिका 6 सुर्खेतका लालबहादुर विक मुखको क्यान्सरसँग लामो र पीडादायी लडाईँ लडिरहेका एक असल बाबु, जसले आफ्ना 3 जना नाबालक छोराहरूको भविष्यको सपना आँखामा बोकेका थिए। आज मिति 2082 साल जेठ 3 गते बिहान करिब 7 बजे उहाँले संसारको अन्तिम सास लिनुभयो। अथक प्रयास गर्दा गर्दै उहाँलाई एउटा रोगले च्यापेर, जुन एउटा प्राणघातक रोग थियो, क्यान्सर पीडित हुनुहुन्थ्यो। उहाँ करिब 1 वर्ष अगाडिदेखि त्यही रोगबाट ग्रसित भएर आफ्नै घरमै बसेर धेरै उपचारहरू गर्नुभयो र उहाँको उपचारको लागि यहाँ हामीले मात्रै होइन, वैदेशिक रोजगारमा जानुभएका विभिन्न क्षेत्रका नेपाली र हामी सबैलाई असह्य पीडा, अभाव र आँसुको क्षण थमाउनुभयो। अझ केही समय अघि मात्रै भोर्चुली खबरको अगुवाईमा सुरु गरेको लालबहादुर विक भोजवा बचाउ अभियानले देश विदेशमा रहेका 83 जना सहयोगी नेपाली मनहरूबाट रु 2,50,000 15 रुपियाँ सङ्कलन गरी उहाँको उपचारमा सहयोग गरिएको थियो। 2,08,115 रुपियाँ चाहिँ हामीले गुरुबाकोट नगरपालिका नम्बर 6 का वडा अध्यक्षलाई राखेर वडा अध्यक्षको नेतृत्व र यो चाहिँ पहल गर्ने भाइ दिपकको नेतृत्वबाट हामीले बिरामीको परिवारलाई चाहिँ हस्तान्तरण गरेका छौँ। यो अभियानमा सहयोग गर्नु सम्पूर्ण सहयोग हस्तान्तरण वडा अध्यक्ष गोविन्द ओली, समाजसेवी रुद्रबहादुर ओली, समाजसेवी हेमन्त ढेसी र अभियान संयोजक विकको रोबरमा सम्पन्न गरिएको थियो। उहाँलाई बचाउने प्रयासमा कुनै कसर बाँकी राखिएको थिएन, तर नियतिलाई स्वीकार गर्नै पर्यो। आज उहाँको पार्थिव शरीरलाई शुभघाट आर्यघाट मेलकुनामा पुर्याइयो, जहाँ सयौं मलामीहरू उपस्थित थिए सरदार सहितको अन्तिम विदाईका लागि। सबैभन्दा पीडादायी क्षण त्यो थियो जब उहाँका नाबालक छोराहरूले बाबुलाई दागबत्ती दिए। त्यो आगो, त्यो आँसु, त्यो मौनता सबैमा मिसिएको थियो एक असल बाबुप्रति अन्तिम सम्मान। यो शोकसङ्गीन क्षणमा भोर्चुली खबर सम्पूर्ण सहयोगी मनहरू र स्थानीय समुदाय उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शरीर जान्छ, सम्झना बाँकी रहन्छ। लालबहादुर विक अब छैनन्, तर उहाँको सङ्घर्ष, माया र सपना हामी सबैको हृदयमा सधैँ जीवित रहनेछ। शान्ति रहोस् स्वर्गीय विकको आत्मालाई र साहस मिलोस् उहाँका नाबालक छोराहरूलाई र उहाँको श्रीमतीलाई यो कठोर समय पार गर्न हार्दिक श्रद्धाञ्जली।